हेलो गाइज फेरि पनि स्वागत छ मेरो डेली मिनी भ्लगमा। अहिले चाहिँ म कलेज जान रेडी हुँदैछु होइन। लुगा सुगा टक्क लाएर सेतो भेस्ट लाए उनीहरूले चाहिँ अब सेतो भेस्ट लाउँछ अनि झोला सोला वगेर कलेजतिर जानुपर्ने हुन्छ। अनि तपाईँहरू चाहिँ के गरिदिनु हुनुहुन्छ? म चाहिँ अब कलेज जान रेडी भएँ र भेस्ट लाएँ, तर फेरि बाहिर पुग्ने बित्तिकै एकछिन बडी सडी देखाएको हेर मेरो पनि केही रहेछ बडी भनेर। अनि फेरि ट्याक्क भेस्ट लाएँ अनि टाप अब ढिलो हुन आँटिसक्यो थियो अनि टाप दिएँ यसो यसो गरेँ कुदे जस्तो गरेर टाप दिइहालेँ। अनि यतादेखि रोडमा आफ्नो के अरे कलेज जाने के अरे बाटो सुइँ कुद्दै गएँ। यही कुद्ने क्रममा झन्डै एकताली लडेँ यो पनि बङ्गाइ। अनि यस्तै हुँदै थियो जिन्दगी। अनि हिँड्दै एकछिन गले जस्तो भयो। रोड आयो, हाइवे आउन आँटेको थियो। अब हाइवे आउन आँटिरहेछ। हाइवे आएपछि ट्याक्क कडे जाँदै एकजना दिदी देखेँ अनि कस्तो अप्ठ्यारो लाग्यो भिडियो बनाउनु। त्यही नै बिस्तारै फेरि बनाएँ। टक्क म आफ्नै दुनमा कलेज जाँदै साथी नै आउँछु भन्दै थियो। साथी आउँदैछु भन्दै थियो। त्यहाँ रोड क्रस गरेर टक्क बसेँ एकछिन। अनि साथी नि ट्याक्क आइपुग्यो। साथी आइपुगेपछि एकछिनलाई गफ गरेर बसियो। अनि ट्याक्क हामी कलेजतिर गयौँ र कलेजतिर गएर टक्क यो चाहिँ हाम्रो कलेज हात्तीसारमा ब्याचलर पढ्न थालेको। अब 4 वर्षको सिरकटाउनु भन्दै सिरकटी चल बिस्तारै। अनि टक्क क्लास सिँढीमा हामी भित्र क्लासतर्फ छिरेको। लास्टमा सर पो नआउने भन्नुहुन्छ। के गर्नुभयो अनि त्यसपछि तल टेबल निस्किने ठाउँमा गएको तल नि त्यही मलाई टिटीको एउटा ब्याट रहेछ, अर्को ब्याट छैन। अनि मलाई दाउरा चिन्न जाँदा बन्चरो बिर्से जस्तो भएछ। त्यो दाइहरूको नि एउटा मात्र रहेछ टिटी ब्याट। अनि एकछिन हल्ले यताउता। अनि त्यसपछि फेरि ब्याडमिन्टन खेल्नु भनेको ब्याडमिन्टनको नि न ब्याट छ न ककहरू केही छ। त्यसपछि आज तेरो काम छैन भाइ, अब घर फर्कियो भनेर सोचिमान्ठ घर फर्किन आँटेको। एकछिन बस्दै थिएँ अनि घुट्टामा घाउ देख्यो फुटबल खेलेको। यस्तै छ अब हामी घर फर्क्यौँ। थ्याङ्क फर वाचिङ, बाई बाई गाइज।